गाइस काठमाडौँ सहर हेर्दा लाग्छ रहर हेर्नु त्यो सहर सबै काठमाडौँ सहर हो। आमामामामामा भयभरको सबै देखिँदो रहेछ त्यहाँबाट छ। अनि काठमाडौँ नि खाल्डो त हो नि, यत्रो डाँडा डाँडाको बिचमा पोखरी थियो अरे त। अनि त्यसै पोखरी थियो अरे अनि काटेर। गाइस यहाँ त धरहरा कहाँ हो मेरो मोबाइल धरहरा खोज्दा अब आँखा कहाँ पुगेर चाहिँ फुटो उ होला। ऊ धरहरा गाइस, धरहरा गाइस बिचमा धरहरा देख्नुभयो। ऊ गाइस धरहरा नि शेष अङ्कलको होटल हेर्नु त त्यहाँ। ल शेष अङ्कलको होटलमा पार्टी छ भरे आउनु होला। वाह मेरो फोन माने यार मैले स्यामसङलाई, मलाई त आइफोन नि मन पर्दैन त्यति जति मलाई यो स्यामसङको फोन मन पर्यो। किनभने यहाँ धरहरा शेष अङ्कलको होटल सबै देखियो। जस्ट मेरो अनुहार मात्रै भूत जस्तो देखियो। अब आई डोन्ट नो कसरी राम्रो देख्ने हो। हजुरको ज्वाइँ साहबले जस्तो अनुहार छ त्यस्तै त देख्छ नि भन्नुहुन्छ। आफू चाहिँ धुवासी खान कालै काहीँ नभएको। त्यसो भए त हामी अघि आएको बाटोबाट त मन्दिर त एकैछिन पुग्थ्यो होला त। मैले आज नै सकिनु सरी सल्लाहको उल्ले कसो अब मन्दिरमा जानु। अनि यतिको बाटो बन्यो भने त फेमस भइहाल्यो नि यो ट्रेकिङ। भयो नि त। होइन मम्मी, केटाकेटीहरू हिँड्न आउँछन् नि। यस्तो राम्रो बाटो पाएकोले नहिँड्नु। टिकटै काटेर भित्र पस्नु। ए बाटो त गजब बनाएर रहेछ त। आइसक्यो गाउँ आइसक्यो तलतिर। हाम्रो बाले गएर कता कता हल्ला गरिसक्नु भयो। बाख्रो छ, हामी बाख्रो खोज्न आएको। मम्मी यता हेर्नु न, यता हेर्नु त एकचोटि। तपाईँले म एउटा कुरो सोध्छु क्या, हामी आज जङ्गल के खोज्नु हिँड्यो अरे? यता हेरेर भन्नु त। मुनु मुन्नु त तपाईँको नाम हो। एकचोटि बाख्रो भन्नु त यता हेरेर। यहाँ भिडियोमा यता हेर्नु मम्मी, भिडियोमा गाइस बाख्रो खोज्न आएको भन्नु। बाख्रो खोज्न यता हेरेर भन्नु बाख्रो। काठमाडौँको खोल त म अगाडि हिँड्छु ल, अनि तपाईँ भन्नु ल। भन्नु काठमाडौँको खोल्छ सबैतिर पल्ट घुम्दै घुम्दै परदा पऱ्यो के अरे? काठमाडौँको खोल्छ सबैतिर पल्ट घुम्दै घुम्दै परदा। के हो पऱ्यो द? पऱ्यो रात भन्नु न। तारकेश्वर बाबा हजुरको पाउमा टेकी मैले नमाने छ। उवा गाइस नमानु ल भन्दै भनाइ पर्यो मैले टेकिनी बाबा नमाने छ। हाई हाई योलाई एक्जाममा पढ्नु बस्यो मान्छे। गाइस यहाँ एउटा पानी। मैले झुटो बोली त के झुट बोले? यो बाटै होइन। त्यस्तो खत्तम बाटो अनि मन्दिर जाने बाटो हुन्छ भने म पत्याउँछु त नि। के अन्त यो पनि त्यसै थियो नि। होइन त्यो त्यसमा कोही मन्दिर अहिलेको समयमा जान्छ भने त सल्लाहमा चिप्लेर परमधाम पुग्छ सिधै। तारकेश्वर धाम होइन, परमधाम। किन पानीले खोलिस्या रहेछ। गाइस अब यहाँ गाउँ छ होइन, यता नि रहेछ त बाटो।